ब्याक आवर न्यू भिडियो। सो आजको भिडियोमा चाहिँ हामी यहाँनिर टिटी वाङसामा उतो चढ्न गइरहेछौँ, बोट चढ्न गइरहेछौँ। जस हामी चाहिँ बुझ्न गइरहेछौँ के कति पर्दैछ बोट चढ्नको लागि चाहिँ। र आज हामी चाहिँ दसैँको छुट्टी लिएर चाहिँ हामी ग्रुपै आइरहेछौँ। चाहिँ हाम्रो सनम भाइ हो, भिडियो बनाउँदैछ। यता हाम्रो चाहिँ राज दाई हो होइन, यसो भनिदिनु। सो हामी चाहिँ आज चढ्नुपर्ने हुन्छ, जति शुल्क लाग्यो नि सोधेर चाहिँ हामी चाहिँ अब किनभने दसैँको यस्तो अर्को छुट्टी यस्तो मौका आउँदैन, जस हामी चाहिँ चढ्नुपर्ने हुन्छ है। चट्ट लाएर टुलु बेबी जस्तै हानिदिउँ कि हो, म पनि बोल्ने तरिका। यहाँ हाम्रो चाहिँ एउटा विकास छ, भिडियो बनाउँदैछ। हाम्रो अर्को दाई हुनुहुन्छ, नाच्दै हुनुहुन्छ अर्को दाई यस्तो दामी तरिकाले है। साथमा हाम्रो अर्को साथी चाहिँ यहाँ चाहिँ हल्का अगाडि जाँदैछ। यहाँ बस न। र हाम्रो चाहिँ यहाँ फाइनल साथी चाहिँ हो, जस हामी चाहिँ बोट चढ्नुपर्ने हुन्छ। यहाँको ब्याकग्राउन्ड भ्यू चाहिँ हेर्न सक्नुहुन्छ गाइज। म यहाँ यो ठाउँमा आएर भिडियो चाहिँ बनाइसकेको छु पहिला नै, जस हामी चाहिँ बोट चाहिँ चढेको थिएन। जस आज हामी त्यही चढ्ने भनेर आएको, दसैँको छुट्टी मिलाएर चाहिँ। सो पछाडिको भ्यू चाहिँ यस्तो छ गाइज, हेर्न सक्नुहुन्छ। सट है, दामी छ पछाडिको भ्यू चाहिँ, हेर्न सक्नुहुन्छ। बवाल देखिएको छ। यता हाम्रो ब्याकग्राउन्ड साइडपट्टि चाहिँ यस्तो छ। सो हामी चाहिँ दसैँको छुट्टी बनाएर चाहिँ विशेष गरी यो ठाउँमा घुम्न आएको। र यहाँनिर चाहिँ हामी लगभग 6-7जना भेला भएर चाहिँ टक्क छुट्टी मनाउन आएको दसैँको है गाइज। हामी चाहिँ यहाँनिर छ बोट। अब हामी चाहिँ साइडपट्टिबाट गएर चाहिँ के कति रहेछ त्यसको अब भाडाको के कति रहेछ त्यसमा तिरेर चाहिँ चढ्नुपर्ने हुन्छ। हेरौँ गाइज, अब पाइन्छ पाइँदैन त पनि फिक्स चाहिँ थाहा छैन। जस्ट हामी चाहिँ जाँदैछौँ सोध्नको लागि चाहिँ। जस्तो हामी यहाँबाट भित्र छिरेर चाहिँ बुझ्छौँ के कस्तो रहेछ। हामीले चाहिँ बोटको टिकट काटिसक्यौँ। यहाँनिर एकजना बराबर 20 रिङ्गेट पर्दो रहेछ। जस्तो हामीले चाहिँ लाइफ ज्याकेट पनि लाउनु पर्ने हुँदो रहेछ। जस्तो हामीले चाहिँ लाइफ ज्याकेट लगाएर चाहिँ सट्ट बोटमा जाने देख्न सक्नुहुन्छ। साथीहरू लगाइरहेको छ। सो गाइज हामी चाहिँ फाइनली बोटमा आइसक्यौँ। सो गाइज हामी चाहिँ बोटमा आइसकेको छौँ। हामी चाहिँ आइसकेको छौँ। हामी चाहिँ बोटमा चाहिँ टक्क हाम्रो बोट चालक चाहिँ उहाँ साथीहरू मजाले चलाइरहनु भएको छ दुईजनाले। मस्त, हामी चाहिँ मस्त हो अगाडि। सो बोटबाट देखिने भ्यू चाहिँ यस्तो छ गाइस, हेर्न सक्नुहुन्छ। हाम्रो यहाँ बोटको चाहिँ एकदमै स्पिड कम भइसकेको छ, बिचमा आएर वेट बढी भएर हेर्न सक्नुहुन्छ। पछाडि चाहिँ केएलसिसी कस्तो दामी देखिरहेछ। ओहो, बेस्ट भ्यू है गाइज हाम्रो चाहिँ यहाँबाट चाहिँ सक्नुहुन्छ। सर पौडी खेल्न आउँदैन भनेर त्यही हाम्रो लाइफ ज्याकेट लाउनु दिएको होला। हामी कस्तो कस्तो बाढीमा छिरेर पौडी खेल्नु हेर्न सक्नुहुन्छ। मजा आइरहेछ। देख्न सक्नुहुन्छ। यो चाहिँ कस्तो दामी छ यो बिचमा। हामी चाहिँ पानीको बिचमा अलपत्र परिसकेको छौँ गाइस। सो हामीले चाहिँ साथीहरू चाहिँ जस्ट म चाहिँ यहाँ चिल पारेर भिडियो बनाउँदैछु। सो हामी चाहिँ घुमिरहेछौँ मस्त। पछाडिको भ्यू चाहिँ यस्तो छ हाम्रो यता साइड। ओ हेर्न सक्नुहुन्छ। दसैँको छुट्टीमा रमाइलो गर्दैछौँ हामी सबको मिलेर। 1 घन्टा चाहिँ कस्तो ठिक हुन्थ्यो है। सो गाइज हामीले चाहिँ यहाँनिर 120 रिङ्गेट तिरेर पनि कति भयो, 30 मिनट मात्रै थियो। एकजनाको 20 रिङ्गेट लिएर एकजनाको 20 रिङ्गेट लियो। तर हामीले चाहिँ जस्ट 30 मिनट दियो टाइम चाहिँ। त्योभन्दा कुनै एड पनि छैन। जस्ट हामीले चाहिँ पैसा थप्यो भने मात्रै त्योभन्दा बढी चलाउन पाउने रहेछ। बेसी भयो भने के गर्ने, कसरी बेसी हुन्छ। सो हामी हेरिरहेको छु जस्ट पछाडिको भ्यू।
गाइज मलाई चाहिँ फाइनली केटाहरूले चाहिँ डाइपर बनाइसकेको छ यहाँ देख्नु सक्छ ह्यान्डल पनि दिएर जिम्मा लगाएर यस्तो पेलिरहेको छु गाईमा चाहिँ त्यसरी अझै मजाले खुट्टाकै साइज हुने भयो गाइस म चाहिँ चालक सहचालक थियो त हुनुहुन्छ हाम्रो राजेश दाइ सहचालक है अब चाहिँ यहाँ सान दादाहरू पल्टेर बसिरहेको छन् अगाडि केटाहरू चाहिँ मस्त हामी चाहिँ यहाँ पेलिरहेको छौँ हामी चाहिँ यहाँ पेलिरहेको छौँ मस्त एकछिन रेस्ट गर्नुपर्ने हुन्छ कि उता घुमेर फेरि उताबाट जाने त जाने यहाँ यस्तो घुमेर उतापट्टि उता जाउँ भ्याउँछ कहिले भने भ्याउँदैन आँट गरेको केटा हो होइन यता यस्तो काटौँ न उता चाहिँ काटौँ सो हामीले चाहिँ उता काटेर फेरि एक राउन्ड हाल्ने कस्तो केही हुँदैन नडराउनु होइन राजेरामा भएपछि नडराउँदा हुन्छ कि केटा फुकाले हत्तु भइसक्यो गाइस पेल्दा पेल्दा हेर्न सक्नुहुन्छ भिडियो गरिदिनु त यता समाउनु त फोन मेरो फोनबाट गर्नु पर्यो क्या भइरहेको छ त्यतिकै देखाउनु मात्रै मलाई यसो दायाँ बायाँ भ्यू पनि देखाइदिनु यहाँबाट यस्तो घुमाएर सिधा जाँदा हुन्छ पुरा भ्याउँछ के घन्टा पनि भ्याउँदैन लेखेर दिन्छु त अहिले भ्याए सबै पछि तिमी तिमी गरेर यत्रो यो पुरै घुम्नु पर्ने फेरि घुम्ने नभ्याए किन अघि आएकै बाटो जाने नभ्याए किन तिमीले त नभ्याए चाहिँ के गर्छ टाइमभन्दा बेसी सिटी बजार बजेर चाहिँ गइरहेको त्यस्तो हो माछाउ केटाहरूले चलायो भने त हामीले तिर्पल चलाइदिइसक्यो त है केटाहरूसँग स्टामिना रहन्छ यार पानी आइरहेको छ अहिले यति गरेर नि भरेमा 5 किलोमिटर कुद्न जाने केटा हो जाने भए चाहिँ कोही जाने हो बोलाउने जाउँ हिँड आज भरे जाने हो मालुरी सक्नुहुन्छ गाइज भ्यू चाहिँ यस्तो छ है हाम्रो चाहिँ चट्टा बोटिङ हान्दै साथीहरू यस्तो छ हेर्न सक्नु कस्तो दामी स्काई भ्यू पनि हामी दुईजनाले नै धेरै हान्थ्यौँ है त हामी चाहिँ अब पुग्न आँटिसकेको छ हाम्रो टाइम सकिन आँटिसकेको छ गाइस हामी चाहिँ फर्किनु पर्ने हुन्छ जिम्मा लगाउनलाई किन तिमी यस्तो भनेर गलियो गाइस नमिठो गलियो है त्यो ओछ्याएर फ्यामिलीसँग बस्नु हामी चाहिँ होइन ननिस्टप हानेर चाहिँ हाम्रो टाइम सकिन आँटेको छ जस हाम्रो चाहिँ 7-8 मिनट छ तर जस 7-8 मिनट चाहिँ हामी यहीँ बसेर जाने भनेर सोचिरहेको छौँ गर्मीले फाङ भयो कुदाउँदा कुदाउँदा आयो गाइस ज्याकेट पनि लास्टै गर्मी हुँदो रहेछ लास्ट गर्मी भयो गाइस हामी चाहिँ जस्ट हाम्रो चाहिँ जति टाइमको लागि ल्याएको थियौँ त्यो टाइम चाहिँ सकिसकेको छ साइडमा हेर्न सक्छु भ्यू हाम्रो चाहिँ बोट ब्लग पनि सकिसकेको छ है गाइज हामी बोट हानेर पनि निक्लिसकेको छौँ यस आज जस हाम्रो चाहिँ रमाइलो भयो तर खुट्टा चाहिँ हल्का दुखिरहेछ कस्तो अनुभव भइरहेछ राजेश दाइ हामी मेन ड्राइभर हामी होइन रमाइलो भयो दाइको रक्सी यो काट्छु म दाइले चाहिँ जस पसिना ससिना आएर फ्रेस हुनुभयो अरे जस अहिले चाहिँ जस हामी चाहिँ अब निक्लिनु पर्ने हुन्छ यहाँबाट
र आजको भिडियो चाहिँ यति नै भन्नुपर्छ गाइस यु एन नेक्स्ट भिडियो र भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला भिडियोलाई लाइक गरिदिनु होला च्यानल सब्सक्राइब गरिदिनु होला र भिडियो मन पर्यो भने सेयर गरिदिनु होला सो आज चाहिँ त्यति भन्दै म आजको भिडियोबाट चाहिँ बिदाई हुन्छु सी यु नेक्स्ट भिडियोमा गाइस बाई बाई